हेलो साथीहो, दर्शन नमस्ते है। तपाईँहरूलाई म आज साउदी अरबको मरुभूमि भन्ने जस्तै हुँदो रहेछ। हेर्नुहोस् है गाइज, साउदीको मरुभूमि भने यस्तो हुन्छ है। हेर्नुहोस्, अब विदेशमा यस्तै छ त नि। अब ड्राइभरको जिन्दगी नि हेर्नुहोस् है। अब एक्लै एक्लै हिँड्नुपर्छ उतातिर। हेर्नुहोस् कस्तो मरुभूमि हुन्छ है, केही हुँदैन, यताउता त्यही। हेर्नु न के छ त नि, हेर्नु त यस्तो ठाउँमा सुनसान ठाउँ हुन्छ। एक्लै एक्लै नै हो, उतातिर पहाड, उतातिर मरुभूमि। आँखाले भ्याउन्जेलसम्म के मरुभूमि बाहेक अरू केही देख्दैन। हेर्नु है, यस्तो गाह्रो छ त नि। हेर्नुहोस् विदेशमा है, विदेशमा पनि कहाँ सजिलो छ र त्यत्तिकै है। हेर्नुहोस् है गाइज, यत्रो यत्रो गाडीमा लोड गरेर गइराखेको छ। गाडी डोजर लोडेर बिचरा यो पनि परदेशी नै होला, कता हिँडेको होला बिचरा। हेर्नुहोस् है, यस्तो के गर्ने गाइज। अब विदेशतिर पहिला चाहिँ साउदी आउनुभन्दा पहिला के विदेश भन्ने कस्तो हुन्छ होला है। विदेशमा त पुरा समुद्रमा पुरा रमाइलो हुन्छ यताउता भन्ने यो पनि गर्थ्यो कि है। अब यहाँ आएपछि चाहिँ बल्ल थाहा पाइयो के, दिनको कहिलेकाहीँ चाहिँ 800-900 किलोमिटर पनि हिँड्न पर्छ होइन। अब एक दिनमा केही हुँदैन, केही हुँदैन। 250-300 किलोमिटरसम्म पनि कहिले त मरुभूमिमा भन्दा अरू केही हुँदैन गाइज। हेर्नु, हावा चलेर फेरि यस्तै हुन्छ। यो विदेशको पहिला चाहिँ अब विदेश जान एकदमै रहर गर्थ्यौँ होइन। एकदम रहर लाग्थ्यो, कस्तो हुन्थ्यो होला विदेश भन्ने कुरा थाहा थिएन। अहिले यहाँ आएपछि चाहिँ अब थाहा पाइयो विदेश पनि यही बालुवा मरुभूमि भन्दा अरू केही हुँदो रहेनछ भन्ने कुरा पनि होइन। तपाईँ देख्न सक्नुहुन्छ टाढासम्म के छ त नि। त्यही बाटोमा गाडीहरू भन्दा केही देख्दैन। यो चाहिँ ताबुक अनि जिद्दा हाइवे हो यो होइन। ओ पारी गाइज हेर्नुहोस्, एक्लै गाडीमा हुन्छ, एक्लै, अरू कोही हुँदैन गाडीमा पनि, खाली। नेपालतिर त बरु यसो साथी त हुन्छ, खलासीहरू हुन्छ, साथीहरू हुन्छ होइन। अनि घुम्तीमा अब ठाउँमा अब घरै भेटिन्छ, रमाइलो हुन्छ कि नेपालमा बरु होइन। यहाँ त साथी हो, मरुभूमि बाहेक केही हुँदैन, के गर्ने। गाह्रो छ त नि, त्यत्तिकै पैसा कमाउन पनि त्यत्तिकै सजिलो त कहाँ रहेछ त नि गाइज हो साथी हो। हेर्नुहोस्, हावा चलेर फेरि उस्तै हुन्छ, धुलो उडेर गाह्रो हुन्छ के साथी हो। अब त्यहाँ चाहिँ पार्किङ छ, ठुल्ठुलो गाडीहरू त्यहाँ रेस्ट गरेको हुन्छ पार्किङमा। त्यो पनि हामी जस्तै परदेशी नै हो है। हावा चलेर हेर्नु न, हावा कस्तो हावा चलेर फेरि त्यहाँ फेरि राडर क्यामेरा पनि राखेको हुन्छ त्यहाँ। हेर्नुहोस्, त्यहाँ पनि अब स्पिडको पनि ख्याल गर्नुपर्ने हुन्छ है। यो बाटो चाहिँ 120 को स्पिड हो, त्यहाँभन्दा माथि जाने बित्तिकै फेरि
अब सेल्फी हानिहाल्छ होइन। सेल्फी पनि महँगो पर्छ कि फेरि अलि। सरकारी सेल्फी हान्यो भने 500 रुपियाँ चुना लगाइहाल्छ। 500 भनेको तपाईँको लगभग 15-16 हजार हो अहिलेको उसमा चाहिँ। त्यसैले साथी हो अब त्यस्तै हो है। कति साथीहरूलाई अब साउदी अरबको मरुभूमि थाहा छैन होला भनेर मैले चाहिँ यो भिडियो मार्फत देखाइदिन लागेको हो। यता रोडको काम पनि भइराखेको छ। हो यहाँ चाहिँ हेर्नु न, गाडी एक्सिडेन्ट पनि भइरहेछ। हेर्नु त यस्तै हुन्छ यहाँ छिनछिनमै हावा चलेर बाटो कहिलेकाहीँ त धुलो उडेर बाटो पनि केही देख्दैन के। त्यहाँ बिचरा कुन चाहिँ गाडी एक्सिडेन्ट भइरहेछ बिचरा, हिजोसम्म त केही भएको थिएन। म चाहिँ यो एम्बुको यात्रा हो है। यहाँ उम्लुस ताबुक रोड हो यो चाहिँ, ताबुक हाइवे, ताबुक टु एम्बु। यस्तै छ साथीहरू अब है। अब कहिलेकाहीँ बाटोमा हिँड्दा कहिलेकाहीँ यसो मरुभूमिको भिडियोहरू साथीहरूलाई मरुभूमि देखाइदिउँ भनेर नि हो लाग्छ। त्यही भएर मरुभूमिको भिडियो यसरी हालिराख्छु युट्युबमा होइन। नयाँ हेरेको साथीहरूले फर्स्टचोटि हेर्नु भएको छ भने सब्सक्राइब पनि गरिदिनु होला मेरो युट्युब च्यानललाई है। भर्खर खोलेको, अब के गर्छ भन्छ अब विदेशतिर कहाँ कहाँको ठाउँ देखाइदिन मन लाग्छ नि त साथीहरूलाई। त्यही भएर हो साथी हो। अब हेर्नुहोस् कहीँ केही देख्दैन कि यो मरुभूमि बाग उतातिर हेर्नुहोस्, यतातिर उतातिर म क्यामेरा यता लगाइदिएको छु साथी। टाढा टाढासम्म केही हुँदैन जाने। यो भिडियो चाहिँ साथी हो होइन, कोही फर्स्टचोटि विदेश आउन चाहने हुनु साथीहरूले होइन, साउदी आउन मन गरेको साथीहरूले होइन, अरूभन्दा ड्राइभर लाइनमा आउन चाहने साथीहरूले अब यस्तै साथी हो है। अब यहाँ चाहिँ अब गाडीमा एक्लै हिँड्न पर्छ होइन, साथीहरू कोही हुँदैन। बाटो भने यस्तै हो, मरुभूमि यसरी नै हिँड्ने हो। उता उँट चराउनेहरू चाहिँ भेटिन्छ, उता उँट गोठाला भेडा गोठालाहरू चाहिँ भेटिन्छ बाटोमा हो। हेर्न सक्नुहुन्छ उँट पनि। अरू त त्यस्तै साथी। अब यो भिडियो भने जति खिचे पनि अब मरुभूमि भाग केही देख्दैन। आजलाई चाहिँ यो भिडियो यति नै गर्छु है। फेरि तपाईँहरूलाई नयाँ ठाउँमा भयो भने नयाँ भिडियो लिएर उपस्थित हुन्छु। आजलाई चाहिँ ओके साथी हो, बाई बाई। फेरि अर्को भिडियोमा भेटौँला भन्दै बाई बाई। भिडियोलाई चाहिँ साथीहरू लाइक कमेन्ट सेयर चाहिँ गर्नु नबिर्सिनु होला है गाइस। ओके।